छोरो रुँदै रुँदै घर आएको, कुटाइ खाएर पिटाइ खाएर आएको कुन बाउले देख्न सक्छ र? कसैले पनि देख्न सक्दैन। उसको मन कटक्क काटिन्छ। त्यही भएर होला सानोमा मेरा बुवाले भन्नुहुन्थ्यो मलाई, बाबु तैँले न्यु नखोजेस्, यदि न्यु खोजिनलाई नछोडेस्, सक्छस् भने कुटेर आएस्, सक्दैनस् भने ढुङ्गो टिपेर भए पनि तन्काएर आएस्, परेको म बिहोर्छु भन्नुहुन्थ्यो। तर अहिले आएर म मेरो छोरालाई फेरि के सिकाउँछु भने, तर म तिमीहरूलाई भन्दछु, दुष्टहरूको मुकाबिला नगर, जसले तेरो दाहिने गाला चड्काउला त्यसलाई अर्को गाला पनि थापिदेऊ भनेर मत्तीको 5 अध्यायको 39 पदमा बाइबलमा बताएको छ। किन यस्तो बताएको छ भने शेरको सभा शेर जहाँ पनि पाइन्छ। ढुङ्गो टिपेर हान्दा उसले पनि ढुङ्गो टिपेर हान्दा कोही ठाउँमा लाएर मान्छे ठहरे भयो भने के हुन्छ। त्यही भएर होला बाइबल सबैभन्दा उत्तम शिक्षा हो, हामीलाई प्रेमका साथ अर्थात् सहनशीलता भएर जिउन सिकाउँछ। यदि हामीले सहयौँ भने उसलाई रातभरि निद्रा लाग्दैन, फर्केर आउँछ भोलि बिहानै माफी माग्न, यही कुरा सिकाउँछ।